हेलो एन्ड नमस्ते, वेलकम टु माई च्यानल। आज छ हामी साइक्लिङ ब्लगमा र साइकल चलाउँदैछौँ म यो छाउनी हस्पिटलको बाहिर। अनि आज चाहिँ हामी जाँदैछौँ हाम्रो भीमढुङ्गा रामको साइड। त्यहाँबाट चाहिँ हामी माथितिर लाग्छौँ कि के गर्छ हेर्नुपर्छ। जस अहिलेसम्म चाहिँ टार्गेट हाम्रो नर्सरी भन्ज्याङ हो। अनि हामी चाहिँ अहिले सीता पाइला चोकमा गएर साथीहरूलाई भेट्छौँ, त्यहाँ जम्मा हुन्छ अनि त्यसपछि त्यहाँबाट लाग्छौँ। त्यस्तै 3-4वटा साइकल हुनुपर्छ, धेरै चाहिँ छैन हैन। यसो बिहान मर्निङ स्याटरडे मर्निङ राइड गरिदिउँ भनेर निक्लेको। सो हेर्दै जानुलाई भिडियो अन्तिमसम्म रमाइलो गर्ने फुल कोसिस गर्नेछौँ। इन्टरटेनमेन्ट कम हुने छैन है त। सो सी यु गाइज, लेट्स गो। ओके, देयर इज आदित्य। के छ आदित्य? ठिक छ यार, सन्चै। खै दाइ आएर हिँड्छ है, सन्तोष दाइ। अलराइट, केटाहरू पारी रहेछन्। पहिला पारी गरेर केटाहरू भेटौँ। के छ? हेलो दाइ। ल यति नै होला सायद। एकछिन कुद्ने कसै आउँछ भने सर छैन नि होइन। जाउँ ए ल्याउनु भएको छ हो र? ल धन्यवाद दाइ। जस हामीलाई पनि देऊ न यसो यार। पाइसक्यो गिफ्ट। मैले मात्रै पाउनु भएको गिफ्ट सबैले पाइसक्यो। ब्यागमा राख्छु भने लिएर आथे कहाँ गयो? किन यतिकै छ त? बाक्लो लाख त। ए अर्को नि त केही स्पेसल हो नि चाहिँ। ल है गाइस, गिफ्ट छ अरे मलाई, स्पेसल गिफ्ट हाम्रो सुमन दाईको तर्फबाट स्पेसल गिफ्ट छ अरे। अहिले गिफ्ट अनबक्सिङ हुन्छ। बक्समा छ भाइ, अनबक्सिङ हुन्छ, झोलामा छ है होइन न? अनियर ल, अनियर विथ सुमन थापा। सो धेरै लङ चलाउने बानी नभएर थुप्रै टाइम भइसक्यो। अनि अहिले अप्ठ्यारो भएको जस्तो भयो कि। ओके, चिसो चाहिँ चिसै छ है अझै नि। चैतको मध्य हुन लागिसक्यो है, अझै पनि चिसो चाहिँ गएको छैन कि। जाउँ त अगाडि सर्र बगाउँ। हजुर गाह्रो रुटमा जाने हामी। उडाकै ओ माई गॉड, टाइट नै छ क्या? केही छैन, पेलिन्छ यति त पेलिन्छ। पुगेर चाहिँ त रस्ने रे होइन, यति शान्ति न। मस्त भइरहेछ, मस्त। डुइङ ग्रेट। आयो उकालो, फेरि यो बाटोमा चाहिँ उकालो ओह्रालो कन्सिस्टेन्ट रूपमा आइरहेको छ। अगाडि क्लाइम छ, गऱ्यौँ है। पानी पर्यो भने जाडो होला, अन्त ज्याकेट लगाऊ। त घाम लाग्यो झन् गर्मी हुन्छ है। ल लाग्यो अरे। अगाडि क्लाइम छ, अब क्लाइमको त्यति बानी छैन है। लेट्स सी if I can do it or not.
म झन् भिडियो खिच्छु भनेर यताबाट यहाँबाट आएको त्यही भएर फोन गरेँ क्या तपाईँ तल जाला भनेर ल केटाहरूको ग्रुप टोली खै एकजना ल अर्को दाइ आउनुभयो ए फाइनली ए ओके हामी भीमडुङ्गाको उकालो चढ्दैछौँ अहिले उकालो त्यस्तो स्टिप छैन जस चलाउन सक्ने इजिली चलाउन सक्ने खालको छ त्यस्तो गाह्रो उकालो चाहिँ भन्नु मिल्दैन यसलाई एकदम नर्मलवाला छ तर लामो छ क्या उकालो ऊ माथि देखिरहेको मन्दिर चाहिँ नर्सरी भन्छ्याङ हो यहाँ त्यो चाहिँ एकदम प्लटिङहरू सुरु भएको छ खाली खाली एरियै छ जस ठुल्ठुलो गाडी चल्छ चल्न चाहिँ यताबाट नि ट्रकहरू चल्छ है अलि होस पुऱ्याएर चलाउनु पर्ने हुन्छ यता ए नसक्ने यार चलाउनलाई के भयो के भएर समस्या आउँदैछ त ब्लू स्क्रिन आयो ल्यापटपमा अनै भन्यो सुरुमा झ्याप्प ब्लू आयो झ्याप्प म्याक स्टोरमा बनाउने लिएर गएँ कति भनेको मदरबोर्ड त्यो बोर्डै छोड्ने कस्तो 75,000 कामै भएन नि हो अनि मैले के गर्दा मैले त्योभन्दा बेसी पैसा उठाएँ हाम्रो बजारमा पाट ए नाइस मैले कतै बेच्दा 95,000 अब मान्छेहरूलाई भन्नु न कहिले के त्यो ठ्याक्क त्यो स्लट हुन्छ नि चार्ज गर्नु मात्रै त्यो मात्र चाहिरहेको हो अब त्यसको म्यागमा गयो भने चाहिँ 5,000 6,000 हो है लैजा 25,000 हामी नर्सरी भन्ज्याङ पुग्यौँ अहिले यसलाई नर्सरी भन्ज्याङ भन्छ यहाँबाट तल धादिङ साइड हो क्या अरे माथि कालु पाण्डे डाँडा हाम्रो यहाँ नर्सरी भन्ज्याङमा चना अन्डा है साथीहरू सबैजना चना अन्डा पार्टी हाम्रो चना अन्डा दामी देखिरहेको छ सुन्दै ल है सबैजना है अन क्यामेरा है ल दाइ दाइ ल है हेरेर क्यामेरामा भिडियो हो दाइ भिडियो एकचोटि भिडियो हामी चाहिँ नर्सरी भन्ज्याङमा यहाँ यसो सानो तिनो फोटो सुट हान्दैछौँ जस चलबल चल्दैछ कस्तो दामी देखिरहेको पारिपट्टि पत्रा देखिरहेको छ गाउँ ह्यान्डल अलिकति मोड्नुपर्छ होला ल ल कडक दामी दामी ल चिसो छ साइकल लास्ट गरे हाम्रो आज कति 6वटा साइकल होइन 6वटा साइकल 6जना जस युनाइटेड बाई के भन्छ है दामी मस्त छ ल पछाडि यो धादिङ एरिया हो है पुरै मजाको छ ठाउँ चाहिँ हामी अब यताबाट जाँदैछौँ हामी यताबाट बादल भिनियार्ड रिजोर्ट भने होइन त्यो साइड निक्लिने भिनियार्ड हो जोस अङ्गुरकोमा ल त्यताबाट जाँदैछौँ हामी लेट्स सी यु गाइज इन द भिडियो पछि बाटोमा भेटौँला अगाडि बढ्यौँ हामी अब पारी गाउँ हुँदै जाने होला सायद आइडन्ट नो है यताबाट म पहिला गएको छैन बट नो वरिज ओहो हावा छैन त्यही त अहिलेको लायो धन्न सुमन दाइले ब्याकअप लिएर आएको थियो नचिसो हुन्थ्यो पानी मात्रै हो त केही अट्दैन खासै घाम अहिले कहाँ त यस्तो त गियर भाँचिन्छ जस्तो लाग्छ है हजुर छैन त ड्रोन एउटा किन्छु भनेर बसिरहेको छु
सेकेन्ड ह्यान्डै किन्छौ नयाँ त किन्दैन क्यामेरा कुन अहिले युज गर्छ यो डिजे एक्सन 4 है ल केटाहरू लस्करै लाइनै लाइनै ओ गए टोली गए ओके टाइम टु गो नाउ ओ दामी रहेछ बाटो त ए आहा मजा मजा तल गरे अन फ्रेम दाइ यहाँ छ त त्यही त कडा कडा हो कडा ठाउँ रहेछ है मजाको यसलाई दुर्गममा नि के गर्ने बत्तीको पोल नि पुगेर हिँड्छ है ओ दामी दामी खतरा देखायो कि यहाँ त केटाहरू गएको मजाको देखायो धन्न मैले आज एक्स्ट्रा ब्याट्री दुइटा नै हालेको छु आयो आयो केटाहरूको हान्नु न भिडियो आयो 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 नाइस जङ्गल यता कस्तो मजाको रहेछ अहिले त लाली गुराँसको टाइम हो नि त दाइ लाली गुराँसको टाइम हो लाली गुराँस पनि हुनुपर्ने हो यतातिर होइन त भन्ज्याङ भनेपछि हुनु त पर्ने हो है ए ओहो भिडियो आउँछ कि छैन झर्ना झर्ना ल तिम्रो मायाले के गर्यो पानी पर्ने सिजन भयो त मजाले आउँथ्यो पनि है लेट्स गो अहिले चना अन्डाको पावर आइरहेछ ल ल ल आयो 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 केटाहरू ओके जस्ट वे इन्जोइङ है जङ्गलको भाइब लिएर मजा आइरहेछ म के एक्सपिरियन्स गरिरहेको छु त्यो एक्सपिरियन्स त भएर दिन खोजिरहेछ सो होप मन पराइदिइरहनु भएको छ अहिलेसम्म ओहो लाली गुराँस
फाइनल्ली लालीगुराँसको दर्शन गर्न पाइयो यो वर्षको जङ्गल हाइड्रेटेड हुँदैछन् आऊ ओके मजाको जस यतिकै सुनेर बस्नु नि रमाइलो के है आनन्द छ जङ्गल जस लामो सास फेर्नु अहिले प्राकृतिक हावा जुन कृत्रिम हावा होइन सबजना मिठो मिठो साइक्लिस्ट अगाडि ए टाइट अझ टाइट यस ओ ए ओहो ओहो मन्दिर आएछ कुदाउँदै यस उकालो ओ माई गॉड मन्दिर के स्वर हो यो भक्तेश्वर महादेव यस्तो दामी देखेर छ भ्यू हाई एक्सटेन्सन लाइन छ माथि चाहिँ के रहेछ मन्दिर चण्डी भैरव ए ल यो चाहिँ नि पर्व भक्तेश्वर महादेव मन्दिर दाइकै आफ्नै रहेछ त चण्डी भैरव मन्दिर जाने बाटो यता चाहिँ मन्दिर रहेछ यहाँनिर नि मजाको मन्दिर छ है अब यहाँबाट हामी माथि रोड देखिरहेको छ त्यहाँ रोड जान्छौँ यहाँबाट ओह्रालो झरेर माथि जानुपर्ने हो है उकालो पछिको ओह्रालोको मजा यही हो क्या यु क्यान गो एन्ड फ्लाइ है यु क्यान फ्लाइ हाई ओके फ्लाइ आयो भनेर तोप खाएर होइन नि त्यो केटाहरू आहा क्या मजा आयो यार फ्रेस फिल भयो आफ्नो सोलङ है साइक्लिङ चाहिँ नि बाइकिङ चाहिँ गर्दा हो साइक्लिङ चाहिँ नि आफ्नो सोलङ नै भयो ए म्यान फास्ट धेरै फास्ट पनि जान्न भयो अलराइट हामी तल अब नागढुङ्गा हाइवे जोडिन लाग्यो रेल हानेर हाम्रो नागढुङ्गा हाइवे जोडियो ओ फास्ट नो 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 ओके हाइवे ओके माथि अब हाइवे पातलीवन भिन्या रिजोर्टको बाहिर पुग्यौँ हामी आया ठुलो अब चाहिँ मास्कहरू लाउनु पर्यो हामी अलमोस्ट पुग्यौँ अब है केटाहरू सबजना हेर्छ यसलाई म स्क्रिनसट हान्छु फोटोलाई होइन स्क्रिनसट हान्छु जस्ट साइक्लिङ है ल पुरै हाइवे लास्टै नोइजी यार लास्टै नोइजी है एकदम झ्याउ लाग्दै क्या पुरै ल ल लागौँ गाइज लागौँ ओके here we go कालो फेरि
अब अहिले एकछिन तागत हो भने ओके फाइनली नागढुङ्गा चेकपोस्ट पुग्यौँ। Yeah. यो हो नि त थ्रिल मजा। मलाई लाउड हब हाल्न मन लाग्यो के दाइ, लाउड हब के क्वाइ 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 मजा आउँछ नि लाउड हब पनि। साइकलमा एकचोटि रहर त लाग्छ मलाई लाउड हब हाल्ने। कसैको पनि रहेन फेरि लाउड हब चाहिँ है। दामी देखिरहेको छ कि जस्तो है, मजाको जस्ट एकदम एडभान्स देख्ने है त्यही। अलराइट जस्ट चलिरहेछ जिन्दगी। यस्तै राइडहरू फेरि पनि गइराख्न पायो भने हेल्दी पनि भइन्छ होइन, रमाइलो छँदैछ। शनिबार वेन्ट वेल। ओके हाम्रो दाइ छुट्टिने जस्तो छुट्टिने हो। ओके ल फेरि जाँदै गरौँ ल, हेर्दै गरौँ ल। यताबाट गुल्जु आएर बलम्बु ल कति सँग जानु पर्छ फेरि। ल बिदाई ल है त ल बाई ल पछि फेरि आउनु पर्छ। ओके एकजना बिदा हुनुभयो, दुईजना छ अघि माथि नागढुङ्गाबाट छुट्टिरहेको कि हामी यता पलम्बु यो भित्रको बाटो आयौँ। अनि दाइहरू र हाम्रो आदित्य त्यो माथिबाट गएछ। नो प्रब्लम केही छैन, अब घर जाने नै हो सबैजना है। अब भिडियोलाई कति लामो बनाइराख्ने नर्मल बाटो हो। सो सी यु गाइज इन नेक्स्ट ब्लग। यो भिडियोलाई मन पराइदिनु होला भन्ने आश गरेको छु। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अब आउँदो दिनहरूमा राम्रो लिएर आउनेछु। So see you guys next vlog. Bye bye. Keep watching. Stay tuned. Thank you for watching.